हेलो हेलो एभ्रिवान। वाउ, गिलो चटपटी खाना आउनुहोस् है। यस्तो मिठो मिठो गिलो चटपटी बनाएको छु मैले है। अनि बनाउनुहुन्छ भने मसँगै बनाउनुहोस्। मैले भिडियो सेयर गरेको छु कसरी बनाएँ भनेर होइन। आफ्नो आफ्नो तरिका हुन्छ, जे हाल्दा नि हुन्छ। यो काँचो आँप चाहिँ मैले आफूलाई खानको लागि यत्तिकै कराम कराम खानको लागि मैले भिडियो पनि हालेको छु अगाडि होइन। त्यो चाहिँ मैले त्यतिकै काटेको चटपटीमा हाल्नको लागि होइन। अरू चाहिँ चटपटीमा हाल्ने सबै सामानहरू चाहिँ रेडी भइसक्यो। आफूलाई के मनपर्छ त्यो हाल्ने होइन। यो बटाबटीमा राखेको चाहिँ मसलाहरू हो, चटपटी मसलाहरू। अनि मैले सबै भेजिटेबल काटेँ, आलु हालेँ होइन, गाजर हालेँ, काँक्रो हालेँ, प्याज, टमाटर, हरियो खोर्सानी, कागती, के चाहिन्छ आफूलाई के मनपर्छ त्यही हाल्ने हो होइन। अनि मैले सबै भेजिटेबलहरू एउटा भाँडोमा राखिसकेपछि कागती निचारेर त्यसमा चाहिँ मैले चना र दालमोट हाल्छु, मटरहरू। अनि हरियो भिजाएको मटरहरू चाहिँ मैले केही पनि युज गरेको छैन, चाउचाउ राखेँ मैले। अनि त्यसपछि चटपटे मसला, अलिकति छोप होइन, अनि के अरे जिरा धनियाँ, भुटेको जिरा धनियाँको पाउडर, सबै कुराहरू राख्ने। अनि अलिकति तताएको तेल, तताएको थोरै मात्र, धेरै राख्न पर्दैन, थोरै तताएको तेल राख्ने। अनि नुन राखेर मैले यसलाई मजाले मिक्स गर्छु होइन। यो चाहिँ अब चिसो हुन्छ नि त, चिसो भएपछि यसलाई छुट्टै मिक्स गऱ्यो भने चाहिँ भुजा पछि ओसिँदैन है। अनि त्यसपछि भुजा हाल्ने। अनि गिलो चटपटे बनाउँदैछौँ कि हामी। अब भुजा हालिसकेपछि चाहिँ यसमा हाल्नु पऱ्यो गिलो होइन, लास्टमा हाल्ने यो चाहिँ, नत्र चटपटे ओसिन्छ। अनि फटाफट खाइहाल्नुपर्छ। ओसेपछि चाहिँ ल्यास परेको हुन्छ, मिठो हुँदैन होइन। अनि यसलाई मैले मजाले मिक्स गरेँ। चटपटीमा चाहिँ सबै कुरा हालिसकेर चटपटे यस्तो मिठो 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 भनेर रेडी भइसकेको छ होइन। अनि हामी 2जना खानेवाला थियौँ। चटपटे चाहिँ 2जना साथी मिलेर, म मेन्सन गर्छु को साथी भन्दा पनि चिन्नु। अनि यो सानो बटुकोमा चाहिँ सानो बेबीलाई भुल्लाउनको लागि हो होइन। अनि हाम्रो चटपटे रेडी भयो। बाई बाई।